च्यानल टप 10 तामाङ समाजमा स्वागत छ सम्पूर्णलाई। आज हामी यता सासा नीलगण्डा 8 झ्यामेलीको बनतिर आएको छु। माछा मार्न आएको। खोला मुनि छ, टक्क झोला भिरा छ, यहाँ जाल छ। आज साथीहरू कोही पनि छैन, एक्लै छु। सायद जाल हानेको भिडियोहरू बनाउनु मिल्दैन, एक्लैले कसरी जाल हान्ने कि भिडियो बनाउने हैन। माछा मार्न आएको छु। अरु लास्टको भिडियोमा तपाईहरु हेर्दै गर्नु। बेलुकासम्ममा मैले कति माछा पर्छ भिडियोमा जोइन गरिदिन्छु है गाइस। भिडियो बनाएर एक्लै छु, बिरात त लाग्छ हैन। घर बस्दाखेरि पनि बोर लाग्छ यार। गाह्रो छ मलाई पनि यार। सो फाइनली गाइस, अहिले कपडा सपडा फेरेर चट्ट माछा मार्नलाई रेडी भएको छ। खोला हेर्न सक्नुहुन्छ, यही हो। अहिले नीलगण्डा 8 सासा झ्यामेली माथि चाहिँ च्याङघरदेखि अहिले माथि हान्दै जाने छु। पुच्छर बजारसम्म हान्दै जाने हो हैन। कति पर्छ लास्टको भिडियोमा छोडिदिन्छु है गाइस। कपडा सपडा फेरेर जाल पनि यही छ हैन। चट्ट जाल बोकेर माछा हाल्नलाई यहाँ हेर त 80 करोडको कुलदुम भेरेर अहिले माछा मार्न लागिरहेको छु। सो गाइस, फाइनली अहिले यो लास्टमा चाहिँ तपाईहरुलाई मैले भिडियो छोड्ने छ कति मार्यो भनेर है। ल त हैत्तेरिका माछा मार्न आएको मान्छे त तिर्खा लाएर यार गाइस यार। यत्रो पानी छ नि सन चाहिँ के गर्ने अब। त्यो पानी खान नमिल्ने भन्दाखेरि पनि घिन लाग्ने कि अलिकति हैन। त्यो पानी अलिकति छ नि त। अहिले घिन लागेको कारणले चाहिँ यहाँ सानो खोलामा चाहिँ पानी खोज्दै गइरहेको छु। यहाँ हुनुपर्ने हो पानी चाहिँ हैन, तर कसरी जान्छ। ओहो रहेछ पानी, देखिनु भएको होला नि, पानी रहेछ है। यो पानी चाहिँ चट्ट खाएर अब अनि फेरि माछा मार्दै जानु पर्यो। अहिले एकछिन बसेको, तिर्खाले साह्रै खास भयो कि। अनि त्यसपछि तिर्खा लागेर चाहिँ पानी खान आएको। यस्तो रहेछ कि पानी चाहिँ, कस्तो सफा पानी आइरहेको छ हैन। विदेशमा गयो भने यस्तो राम्रो सफा पानी त खान पाउँदैन गाइस। पानी यस्तो गर्मीमा, धादिङमा यस्तो गर्मीमा पनि यो पानी एकदम चिसो रहेछ के। आमामा पानी चाहिँ साह्रै मिठो के गाइस। मिठो भन्दाखेरि पनि गुलियो त होइन, तर चिसो एकदम दामी के। थ्याङ्क्स गड, कति चिसो पानी यार। हेर्न सक्नुहुन्छ यस्तो माथिबाट यस्तो आइरहेको छ होइन। तर यो कुनामा त धारा अस्ति हामीले नि बनाएको थियो। यता त्यो सालको पातले चाहिँ यस्तो धारा बनाएको थियो। अब गाउँघरतिर यस्तै हुन्छ धारा। अब के गर्ने अब। बाटो फेरि साह्रै अप्ठ्यारो छ कि फेरि यतातिरको बाटो। हुन त जङ्गलको बाटो हो है, जङ्गलको बाटो यस्तै छ। अब धेरै टाइम यता जङ्गलमा मात्रै बसेको हुँदैन, अब घरतिर नि जानुपर्ने हुन्छ। साह्रै तिर्खा लागेर एकछिन रोकेको थियो। अब फेरि जाने हो, माथि हान्दै जाने हो। पुच्छर बजारसम्म हान्छु। अनि लगभग 1 केजी त पार्ला नि आज होइन। 1-2 केजी त मार्नु पऱ्यो नि आज दिनभरिमा त। हैट्टरी सो फाइनली गाइस, आज माछा मार्ने मिसन कम्प्लिट भएको छ। अहिले त्यो पिण्डली भिरको मुनितिर आएको छु, त्यहाँसम्म आइपुगेको छु। यो चाहिँ माछालाई जुन्दो ल्याएको के, धेरै छैन, यहाँ 6-7 होला होइन जुन्दो ल्याएको। अनि यो बच्चाहरूलाई, त्यो बच्चा छोराछोरीलाई खेल्नको लागि ल्याएको। अनि हेर्न सक्नुहुन्छ गाइस, यति परेको छ माछा। यता नि छ अलिकति, यता अर्को प्लास्टिक पनि रहेछ अलिकति, यस्तो छ। अनि धेरै यसै होला 1-1.5 केजीसम्म छ कि है। दिनभरिको मिहिनेत आज उता है गाइस। अर्को ब्लगमा भेटौँला।